साथीहरु स्वागत छ आजको मेरो यस नेप्से अपडेट युट्युब च्यानलमा। यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरेर अब आउने नयाँ भिडियो सबैभन्दा पहिला हजुरहरुले हेर्न सक्नुहुनेछ। र अब कुरा गरौँ आजको भिडियोतर्फ। मलाई चाहिँ के कमेन्ट गर्नु भइरहेको छ भन्दाखेरि चाहिँ गार्डन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर बेचेर चाहिँ शेयर ट्रान्सफर गर्न मिलेको छैन सर, होल्डिङ नै देखाएको छैन, माई इडियस नै भएको छैन, के गर्ने होला भनेर धेरै जनाले कमेन्ट गर्नु भएको छ। हजुरहरुको प्रश्नको उत्तर चाहिँ मैले यस भिडियो मार्फत दिनेछु, त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। गार्डन माइक्रो लाइफ इन्स्योरेन्सको चाहिँ हिजो बुक क्लोज भएको कारणले गर्दाखेरि चाहिँ हजुरहरुले शेयर ट्रान्सफर गर्न मिलेको छैन। बुक क्लोजका कारणले गर्दाखेरि चाहिँ हजुरहरुले शेयर ट्रान्सफरमा समस्या भोग्नु परेको छ र कम्पनीले चाहिँ टाइम बढाएर मार्च 16 सम्म सेटलमेन्टको टाइम दिएको छ। यदि हजुरहरुले चाहिँ मार्च 16 सम्म चाहिँ यस कम्पनीको शेयर ट्रान्सफर अथवा सेटलमेन्ट गर्नु भएन भने चाहिँ हजुरहरुले 20% भ्याट चाहिँ तिर्नु पर्नेछ भने हजुरहरुले चाहिँ त्यही भएर मार्च 16 मै चाहिँ हजुरहरुले सेटलमेन्ट गर्न चाहिँ अनुरोध गर्दछु। हस्त साथीहरु, अब आजको लागि भिडियो यति नै। हजुरहरुको मनमा केही अरु जिज्ञासाहरु क्वेशनहरु छन् भने चाहिँ हजुरहरुले कमेन्टमा भन्न सक्नुहुनेछ र मैले चाहिँ कमेन्टमा भएको क्वेशनहरु चाहिँ उत्तर दिने प्रयास गर्नेछु। र आजबाट खुलेको ओम मेगासिरी फार्मास्युटिकल लिमिटेडको कम्पनीको चाहिँ शेयर भर्न चाहिँ कसैले नबिर्सनु होला र फेरि पनि यो भिडियोलाई मन पर्यो भने चाहिँ एक लाइक र एक सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। हस्त साथीहरु, आजको लागि यति नै, धन्यवाद।